नमस्ते सबैजनालाई। हेर्नु न, आज मेरो तयारी चाहिँ यस्तो छ है। सुरुदेखि चाहिँ भिडियो बनाउन पाइनँ। पानीपुरी बनाउन लागेको, यस्तो धेरै पानीपुरी तल लागेर है। अनि अलिकति हरियो मकै पनि थियो सँगै उसिने। चाहिँ यो आलु चाहिँ उसिनेको के अरे बच्चाहरूलाई खाजा बनाएर पठाइदिएँ। अझै अर्को रेडी हुँदैछ होइन। अब आज म एकदम दित मरुन्जेल पानीपुरी खान्छु साथी। तपाईँहरू पनि आउनु है त। यति खाइसक्छु मैले। ल अब म यो पानी चाहिँ मैले आफैले बनाएको, अरू बाहिरको केही मसला नहालेर है। यसमा चाहिँ मैले पुदिना, धनिया, अनि त्यसपछि मसँग हरियो आँप थियो। हरियो आँप अनि जिरा भुटेर मिक्सर गरेर हरियो खुर्सानी राखेर अनि कागती राखेर बनाएको छु। अनि यो चाहिँ के अरे चालेको हो क्या, मतलब यसरी चालेर अनि यसको छोक्राहरू चाहिँ छानेर अनि यो आलुमा हाल्ने। अनि यो चाहिँ रस भयो, एकदमै मिठो भएको छ है। कस्तो हुन्छ ल। हस्, थ्याङ्क्स फर वाचिङ। आलु उसिनेर थपी पनि सकेँ मैले। एकदम तातो छ, त्यही भएर म चाहिँ फर्स्टमा यो के अरे ग्लासले गर्छु है। खान मन लागिसक्यो। सरी, रुगा पनि लाग्न लागेको छ है। त्यही पनि यस्तो खान मन लाग्छ। के भएको यो, के भएको यस्तो भन्नु ल। म यो पुरै गरेर देखाउँछु ल। अलिकति गिलासले मारिसकेपछि मैले अब हातैले रेडी गरेँ है। ल, हातले मुछेको घिन लाग्छ भने चाहिँ नहेर्नु। अब कस्तो भएको छ, म हस्बेन्डलाई बोलाउँछु, ट्राई गर्न लाउँछु है त। लु, मिठो भयो होला जस्तो देख्छ है। हेर्नु त, पसिनाले र गर्मीले अनि सक्छ। अब मेरो बुढाले चाहिँ नगर्ने रे, ट्राई गरेको भिडियो नबनाउने रे। म आफै गरिरहेको छु है। एकदमै मिठो।